आमा आमा जितमा पनि त हार भएको हुन्छ। आफ्नो काखमा हुर्किएको सन्तान 7 समुद्र पारी हुन्छ मन त हो। एकपल नदेख्दा आतिने मन कयौं वर्ष देख्न नपाउँदा कति मन रुन्छ होला। साथीहरू हेर्नुहोस् त यस भिडियोमा आफ्नो सन्तानलाई 7 समुद्र पारी विदेशमा पठाउँदा यी आमाको हालत कस्तो भएको छ बिचारा। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। तपाईँले मन पर्यो भने भिडियोलाई सेयर पनि गरिदिनु होला। साथीहरू आउनुहोस् यस भिडियोको सुरुवात गरौँ, त्यसपछि अन्य कुरा गर्दै गरौँला। बाँकी मान्छे भएर पनि के गरेर पानी खाएको छैन सानो मन नगर्नु क्या त्यो लगाइदिनु त्यस्तै चित्रुको मन गरेर नातिले आएर राम्रोसँग आएर बिहा गरेर कतिहरूले भनिदिएर हिँड नरुन्दा भयो त अब केही भएन माया त ढुक्का निकाल कता टिका लाग्यो त नीला नीला अब टिका लगाइदेऊ नि दाइलाई सेना लु यो भइदेऊ दिशालाई टिका लगाइदेऊ त यी टिको यी क्या मुखा यही गरेछौ कहाँ छ लु टिका लगाइदिनु कि नातिलाई टिका लगाइदिनु नाति टिका लगाइदिनु पर्दैन नाति टिका लगाइदिनु पर्छ विशाललाई टिका लगाइदिनु पर्दैन हिलो गाडी आउँछ किनहरु रुन्ने नगर नरो काजनलाई म हेर्दैछु नि 2-4 वर्ष बसेर आउनु त हुन्न राम्रोसँग आशीर्वाद दिनु गरौ है धेरै आशीर्वाद दिनु त सानो मन नगर्नु तपाईहरु त्यस्तो गर्छ त हिँड्नु मात्र गर्छ नि त भन्नु नरौ है अब नरौ अझै टिका लगाऊ आमा ये फेरि यस्तो नगर झराउने पानी ल्याइदिनु न मोहन कहाँ राख्छ त्यत्रो आमा त्यो माथि हो त्यो उसमा झन् ल्याएर दिनु कि उसमा जान्दिनँ नि कहाँ छ
कहाँ हो त्यही हो लक फेदिएको बाटो लगे छ नराखेको मलाई नि आउनु कि लक भन्दैन नो त्यो गर्दैन भयो जान्दिनँ चाहेन मुटु हगेको आमा अब उ गरेर गाडी रोक्दैन क्या हिँडिहाल्छ अब हेर्नु बाटोमा खाली हुन्छ खाना होला सानो मन अरे के आउनुभएको तपाईँ बाटी मान्छे गरेर नि पानी ल मुखमा पानी बिसनलाई गाह्रो हुन्छ कि क्यारो जानुहुन्छ र नि तपाईँहरूले यस्तो गर्दैछ घरमा कोही पनि छैन ल उठा कहाँ सजिलो छ र आफ्नो सन्तानलाई विदेश पठाउनु पर्ने। साथीहरू यो भिडियोलाई सेयर गरिदिनु होला।